हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ शनिबारको दिन। म आज तपाईँले देखाउँछु एउटा ग्यारेजमा बस्ने केटाको के कस्तो जिन्दगी हुँदो रहेछ। यो चाहिँ मेरो रुम अनि ऊ चाहिँ एउटा भातमरा सुतेकै छ। अहिलेको टाइम चाहिँ 7:22 भएछ र केटाहरू उठेको छैन र अब यसपछि फ्रेस अप हुने हो अनि तपाईँलाई आज दिनभरिको आफ्नो दिनचर्या देखाउँछु। यो हाम्रो रुम, यो मेरो बेड अनि यता चाहिँ भाँडाकुँडा छ, सबै जुठो छ। अब रेडी हुने हो, यो भाँडासाँडा माझ्ने, बेड मिलाउने। अहिले म मुख धुँदैछु र मेरो पछाडि छ कहाँ गयो यति धेरै भाँडा जुन चाहिँ मैले माझ्नु पर्ने बाँकी छ। हिजो राति पकौडा पकाउने चक्करमा अलि धेरै नै भाँडा जुठो राख्यो, अब माझ्ने। भाँडासाँडा माझिसकेपछि फाइनली म यहाँ चिया खाँदै तरकारी केलाउँदैछु। एकछिन अब खानासाना पकाउनको लागि भाँडा माझेर ल्याएको छु। अब रेडी एकछिनमा खाना पकाउने। हेलो गाइज, फाइनली खाना पाकिसक्यो। दाल इज अन द वे एन्ड भुजौटा अब रेडी गर्नु जाँदैछु। र यो एउटा भातमरा छ, यो बिहान बेलुका गेममा बिजी हुन्छ अनि म चाहिँ यहाँ छु। अब खाना पकाउनेतर्फ आदि अझै बाँकी छ। हाम्रो हेड मिस्त्री साहब, खै हेरिदिनु त। ए मिस्त्री साहब, ए भात मोरा देख्न हेर्न। यी हाम्रो सरजीहरू यता इन्जिन हाल्दैछ। खै त सर इन्टक भयो ब्लग। लगाई फोटो न भिडियो बनाउँदैछु। खै हाम्रो हेड मिस्त्रीजीको एउटा अझै भिडियो बनाइदिनु पर्यो। करिया भुचाङ लौका तर खाली खाना मात्रै हेलो गाइज, यो हेरौँ न आज यस्तो स्थिति छ। यो भातमाराहरू यो ग्यास सकेर आगो बालेर बाहिर खाना पकाइरहेछ। कस्तो खुसीको अवसर रहेछ यार। म त केही भन्नै नसकेको। अलि फेस देखाइदिनु त सर, निखिल सर, अलि बत्ती बालिदिनु त फेसहरूमा। यता 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 उहाँको फेस देखेन कि अहिले देख्यो अनि उहाँको देख्यो। ल मनी देखाइदिनु न त ल।